देहरादुनको 13 घन्टापछि बद्रीनाथ हामी परिवार पुग्यौँ र भोलिपल्ट दर्शन गर्न विष्णु भगवानको अवसर मिल्यो र यो तप्तकुण्ड तातो पानीमा स्नान गर्नेको दर्शनको पनि निकै भिड थियो र त्यो दिन पानी, हुरी, बतास र हिउँले गर्दा अलि चिसो मौसम थियो र पनि भगवान विष्णुको हामीले आराम र कुशलता साथ भगवानको पावन दर्शन गर्न सौभाग्य पायौँ। चिसोको कारणले गर्दा हामीले तातो लुगा लगेको थियौँ, त्यस्तो चिसो अनुभव भएन र भगवानको दर्शनपछि हामी आरामसाथ फर्किनलाई फेरि तयार भयौँ। यो पावन अवसर भगवानले जुराइदिएको सौभाग्यलाई स्मरणीय रहोस् भन्दै यो भिडियो क्लिप बनाएको थिएँ।